हजुरहरूले यो भनाइ त सुन्नुभएकै होला, भगवान् जताततै हुनुहुन्छ। फेरि अर्को भनाइ पनि सुन्नुभएको होला, भगवान् स्वर्गमा बस्नुहुन्छ, भगवान् वैकुण्ठमा बस्नुहुन्छ, यो भगवान् कैलाशमा बस्नुहुन्छ। यी दुवै भनाइहरू सनातन धर्मबाटै आएका हो। तर यी दुवै कुरा विरोधाभासी लाग्दैनन् र? अब प्रश्न उठ्छ, सत्य के हो त? भगवान् हामी भित्र हुनुहुन्छ या हामी बाहिर हुनुहुन्छ? यो प्रश्नको जरा गाडिएको छ हाम्रो सनातन धर्मको हजारौं वर्ष पुरानो दार्शनिक वाद विवादमा, द्वैत वर्सेस अद्वैत। यी दुवै सिद्धान्तहरूले सृष्टिको परम सत्य अथवा अल्टिमेट रियालिटीलाई व्याख्या गर्छन् भन्ने दाबी गरिन्छ र आज पनि करोडौं मानिसहरू यी दर्शनलाई अपनाएर त्यही अनुसार बाँचिरहेका छन्, सोचिरहेका छन् र महसुस गरिरहेका छन्। अब म हजुरलाई एउटा प्रश्न सोध्छु है। जब तपाईँ प्रार्थना गर्नुहुन्छ, हात जोडेर आँखा बन्द गर्नुहुन्छ, त्यो क्षणमा तपाईँ कसलाई कल्पना गर्नुहुन्छ? आकाशमाथि बस्ने आफूभन्दा धेरै ठुलो र शक्तिशाली एन्टिटीलाई जसले तपाईँको रक्षा गर्छ र बाटो देखाउँछ, वा आफै भित्रको त्यो आत्मालाई जुन परमात्मा एउटा यो डिभाइन युनिभर्सको अंश हो वा म्यानिफेस्टेसन हो? यदि तपाईँ माथि हेर्नुहुन्छ, आफ्नो आराध्य देवप्रति विश्वास र समर्पण गर्नुहुन्छ भने तपाईँ द्वैत वेदान्तको अनुयायी हुनुहुन्छ। तर यदि तपाईँ भित्र फर्कनुहुन्छ र आफू र संसार बीच कुनै भेद देख्नु हुँदैन भने तपाईँ अद्वैत वेदान्तको नजिक हुनुहुन्छ। हिस्टोरिकल्ली हेर्दा यो सोचको भिन्नताले वेदान्त दर्शनमा दुई प्रमुख धारहरूको विकास भयो। माधवाचार्यको द्वैत वेदान्त जसले भन्छ भगवान् र आत्मा एक होइनन्, अनि आदिगुरु शङ्कराचार्यको अद्वैत वेदान्त जसले भन्छ भगवान् र आत्मा एक हुन्। यो विषय फिलोसफीको स्टुडेन्ट्स वा साधु सन्तका लागि मात्र हो भनेर नसोच्नु होला। यो त हामी हाम्रो जीवनलाई कसरी इन्टरप्रेट गर्छौँ र यी सिद्धान्तहरू फलो गरेर आफूलाई कस्तो आकारमा ढाल्छौँ, कस्तो सोच्छौँ र कस्तो बन्छौँ भन्ने विषय हो। नमस्ते, म डाक्टर जीवन अधिकारी हजुरहरूलाई मेरो नयाँ सिरिज धर्म, दर्शन र स्वास्थ्यको अर्को एपिसोड द्वैत वर्सेस अद्वैतमा स्वागत गर्छु। यहाँ भनिएका सम्पूर्ण कुराहरूको रेफरेन्सेस डिस्क्रिप्सन बक्स र फर्स्ट कमेन्टमा सदा जस्तै पाउनुहुनेछ। मेरो अघिल्लो एपिसोड्सहरू पनि हेर्नु भएको छैन भने त्यसको लिङ्क पनि फर्स्ट कमेन्ट र डिस्क्रिप्सनमा राखिदिएको छु। प्लिज चेक देम आउट। द्वैत वा डुअलिजमको कोर आधारभूत सत्य हो इन्डिभिजुअल आत्मा जसलाई जीवात्मा भनिन्छ र भगवान् जसलाई परमात्मा भनिन्छ एक अर्कासँग कनेक्टेड त छन्, तर यी दुई कुरा भिन्न हुन्। यसलाई यसरी बुझौँ, तिमी भगवान होइनौ तर तिमी भगवानका हौ। यु आर नट गड बट यु बिलोङ टु द गड। यो दर्शन सम्बन्ध, भक्ति र ह्युमिलिटीमा बढी केन्द्रित छ। 13औं शताब्दीमा माधवाचार्यले अद्वैत वेदान्तलाई इल्लोजिकल भन्दै यो कन्सेप्ट प्रतिपादन गरेका थिए। यदि सबै कुरा अद्वैत वेदान्तले भने जस्तै एक हो भने राम्रो नराम्रो, ज्ञान अज्ञान किन सँगै कोएक्जिस्ट गर्छ? त्यही लजिकमा टेकेर वेदान्तको इन्टरप्रिटेसन गर्दै जीवात्मा र परमात्मा फरक हुन् भन्ने कन्सेप्टबाट यो धार सुरु गरियो। द्वैतमा परमात्मा परम सत्य हो, परमात्मा पावरफुल छ अनि पर्फेक्ट छ भने जीवात्मा परमात्मामा पूर्ण डिपेन्डेन्ट छ। यसका लिमिटेसन्सहरू छन् र सधैँ भ्यालिडेसन खोजिरहने प्रकृतिको हुन्छ। द्वैत भन्छ तिमी एक्लो छैनौ, भगवान् सधैँ तिमीसँगै छ। मोक्ष प्राप्ति परमात्मा प्रतिको समर्पण र भक्ति मार्गबाटै प्राप्त हुन्छ। त्यसैले भक्ति योग द्वैत फिलोसफीको मुटु वा कोर हो। यो कुरा बुझ्नका लागि गुरु र शिष्यको सम्बन्धको उदाहरण दिइन्छ। गुरुसँग ज्ञान हुन्छ र शिष्य त्यो ज्ञान आदर र विश्वासबाट प्राप्त गर्छ। गुरु र शिष्य एक होइनन्, तर शिष्यको ग्रोथ गुरुसँगको सम्बन्धबाट हुँदै जान्छ। त्यसरी नै द्वैत फिलोसफी भन्छ भगवान् बाटो देखाउनुहुन्छ र त्यही बाटोमा आस्था, निष्ठा र भक्तिको माध्यमबाट हिँड्न सकिन्छ र आफूलाई भगवान समीप पुर्याउन सकिन्छ। मृत्युपछि आत्मा परमात्मासँग विलिन हुँदैन। मृत्युपछि त आत्मा आफ्नो आराधना गर्ने भगवानको लोकमा जान्छ, जस्तै वैकुण्ठ, कैलाश अनि स्वर्ग, र सधैँ आफ्ना आराध्यलाई आफ्नै समीप पाएर परम आनन्दको भोग गर्छ। त्यसको बाटो भनेको भक्ति र समर्पणको बाटो मात्र हो।
द्वैतले मोरल भ्याल्युज दिन्छ, अनुशासन सिकाउँछ र एक प्रकारको इमोसनल डेप्थ दिन्छ। अद्वैत या नन डुअलिजमको कोर आधारभूत सत्य हो तिमी, म र परमात्मा बीचमा कुनै पनि भिन्नता छैन। सबै कुरा जुन यो ब्रह्माण्डमा अस्तित्वमा छ एउटै सत्यको धरातलमा उभिएको छ र त्यो सत्य भनेको ब्रह्म हो। द्वैत भन्छ यु बिलोङ टु गड, तर अद्वैत भन्छ यु आर नट सेपरेट फ्रम गड। यो दर्शनलाई 8औं शताब्दीमा आदिगुरु शङ्कराचार्यले प्रतिपादन गर्नुभएको थियो। उहाँका अनुसार आत्मा भनेको शरीर, मन र इगो नभई परम ब्रह्मको एउटा अंश हो। तर यदि हामी परम ब्रह्मको अंश हौँ भने किन त्यसको दिव्यता हामी अनुभव गर्न सक्दैनौँ? किन त्यसको दिव्यतालाई रियलाइजेसन गर्न सक्दैनौँ? र त्यसको कारण हो माया अथवा भ्रम अथवा इल्युजन। माया भनेको हाम्रो इन्द्रियहरूले बनाएको एउटा सिल्ड हो र यही सिल्डले हामीलाई विश्वास दिलाउँछ कि हामी त्यो परम ब्रह्मभन्दा भिन्न छौँ अथवा सेपरेट छौँ। हाम्रो इन्द्रियहरूको एउटा लिमिटेसन हुन्छ, जस्तै राति देख्न सक्दैन, एउटै रेन्जको वेभलेन्थ भन्दा कम अथवा धेरै साउन्ड सुन्न सक्दैन। यही इन्द्रियले निर्माण गरेको एउटा मायाको बबललाई हामी हाम्रो लिमिटेसन्स मान्छौँ र बाहिरी संसारभन्दा आफूलाई अलग पाउँछौँ। अद्वैत भन्छ मोक्षको प्राप्ति बाहिरी संसारमा पूजा गरेर वा कर्मकाण्डबाट होइन, तर त्यो मायाको बबललाई तोडेर हो, जहाँ हामी रियलाइज गर्छौँ कि हामी परम ब्रह्मकै अंश हौँ। जसरी समुद्रको छाल समुद्रसँग अलग भएर पनि अलग छैन, हामी पनि त्यही छाल जस्तै हौँ र समुद्र परम ब्रह्म हो। अब हामी चर्चा गरौँ द्वैत वेदान्त मान्ने मानिसहरूको मनोवृत्ति, मानसिकता र व्यवहार कस्तो हुन्छ। द्वैत वेदान्त मान्ने व्यक्तिहरू प्राय भावुक हुन्छन्, अनुशासित हुन्छन् र आफ्नो आराध्य देवप्रति वफादार हुन्छन्। उनीहरूको दिनचर्या एउटा स्ट्रक्चर्ड जीवनशैलीमा आधारित हुन्छ, जसमा बिहान चाँडै उठ्ने, पूजा गर्ने, पाठ, नियम, अर्चना, जप, तप र व्रत मूल एक्टिभिटिजहरू हुन्। उनीहरूको माइन्डसेट र थिङ्किङ प्याटर्न ब्ल्याक एन्ड व्हाइटमा हुन्छ। उनीहरूले संसारलाई राम्रो र नराम्रो, पाप र पुण्यको बीचमा स्पष्ट विभाजनका साथ हेर्छन्। द्वैत सिद्धान्तप्रतिको आस्था नै उनीहरूको मानसिक स्थिरताको आधार हो। उनीहरू समुदाय, परम्परा र संस्कारहरूलाई जोगाउन सधैँ प्रयत्नरत रहन्छन्। प्रार्थना, जप र सेवा यी माध्यमले उनीहरू आफ्ना भावना व्यक्त गर्छन्। भक्ति र विश्वास नै उनीहरूको जीवनको उद्देश्य र दिशा हो। तर यही विश्वास र समर्पण यदि असन्तुलित भयो भने यसले कट्टरवाद अथवा एक्सट्रिमिजमको रूप लिन सक्छ। आफ्नो इष्टप्रति यदि अन्धभक्त हुन सक्छन् कि अरू दर्शन, धर्म वा इष्टदेवहरूलाई अस्वीकार गर्ने अथवा इन्टलरेन्ट हुने प्रवृत्ति देखिन्छ। आफ्नो आस्थालाई पहिचानको रूपमा बुझ्न थाल्छन्, जसले अन्य धर्म वा विचारको सम्मान नगर्ने संस्कार जन्माउँछ। कतिपय अवस्थामा आफ्नो धर्मलाई राष्ट्रिय पहिचानको रूपमा थोपर्ने प्रयास देखिन्छ। धार्मिक समूहका नाममा राजनीतिक दल बनाउने, संविधान र कानुनमा धार्मिक प्रभाव ल्याउने, यी सबै द्वैतवादी सोचको कठोर रूप हो। अहिले विश्वभर देखिएका सांसारिक, राजनैतिक र सामाजिक द्वन्द्वहरू यही कट्टर द्वैत सोचको परिणाम हो भन्दा फरक पर्दैन। द्वैत अनुयायीहरूमा भगवान सबै ठिक गर्नुहुन्छ भन्ने सोच अत्याधिक हुन्छ। आफ्नो दैनिक जीवनमा आइपर्ने साना साना समस्याहरूको पनि सामना नगरी भगवानी चमत्कारको पर्खाइमा बसेर निष्क्रिय हुन पनि सकिन्छ। अद्वैत वेदान्त अनुसरण गर्ने मानिसहरू अन्तर्मुखी र एनालाइटिकल स्वभावका हुन्छन्। उनीहरू शान्त रहन्छन् र बाह्य उत्तेजनामा तुरुन्तै रियाक्ट नगरी सोच विचार गरेर रेस्पोन्स गर्छन्। यी मानिसहरूले सम्पूर्ण संसारलाई आफ्नो अस्तित्वसँग जोडेर हेर्छन्, जसका कारण उनीहरूमा म र तिमी भन्ने भेदको भावना गर्छ। ठुलो सानो, उच नीच, पाप पुण्य जस्ता भेदहरूभन्दा धेरै माथि उठेर सबैमा एकरूपता देख्ने दृष्टिकोणको विकास हुन्छ। अराजकतामा पनि उनीहरूको मन शान्त रहन्छ। मौनतालाई उनीहरूले महत्त्व दिन्छन् र निरन्तर आत्मपरीक्षणमा रहन्छन्। बाहिरी रूपमा हेर्दा यस्ता मानिसहरू
सांसारिक जीवनबाट टाढा र डिट्याच्ड देखिन्छन्। तर यस्तो मानसिकताका आफ्नै चुनौतीहरू छन्। अत्याधिक डिट्याचमेन्ट कहिलेकाहीँ डिस्कनेक्सनमा परिणत हुन सक्छ। वेदान्तलाई गलत बुझेर सांसारिक मोह माया त्याग्ने नाममा घर परिवारबाटै भाग्ने प्रवृत्ति अथवा इस्केपिजम उत्पन्न हुन सक्छ। उनीहरूमा स्पिरिचुअल इगो पनि देखा पर्न सक्छ। आफू अन्यभन्दा आध्यात्मिक रूपमा धेरै माथि छु भन्ने वा आफू पूर्ण रूपले इन्लाइटन्ड भएको छु भन्ने भ्रम हुन सक्छ। कहिलेकाहीँ आफू नै भगवान हो भन्ने अनुभूति पनि हुन सक्छ। समाजले बनाएका नियम कानुन र परम्पराप्रति उनीहरूलाई चासो कम हुने हुन सक्छ। यी नियमहरू पालना गर्न बाध्य महसुस नगर्ने भएकाले अराजकता बढ्ने सम्भावना रहन्छ। सामाजिक वा व्यक्तिगत पीडा अथवा सफरिङलाई माया वा भ्रम भनेर सामान्य ठहराउने प्रवृत्ति देखिन सक्छ। यसले समस्यालाई समाधानतर्फ लैजान नचाहने, सामाजिक जिम्मेवारी व्यवस्था गर्ने र निष्क्रियता बढाउने सम्भावना पैदा गर्छ। आदि गुरु शङ्कराचार्य अद्वैत वेदान्तका पक्षमा वाद विवाद र शास्त्रार्थमा पारङ्गत भइसकेका थिए। कसैले पनि उहाँलाई जित्न सक्दैनथ्यो। एकपटक गङ्गा स्नान गरेर उहाँ आफ्ना शिष्यहरूका साथ काशीको गल्लीहरूमा हिँडिराख्नु भएको थियो। त्यही बेला एउटा चण्डाल उहाँको बाटो रोकेछ। तुरुन्तै शङ्कराचार्यले अलिक रिसाएर उसलाई बाटो छोड्नु भन्नुभयो। त्यस चण्डालले प्रश्न गरेछ, कसलाई बाटो छोड्नु भनिराख्नु भएको छ? यो हाड र मासुबाट बनेको शरीरलाई या मेरो अन्तरात्मालाई, जसले तपाईँलाई पनि समेटेको छ? त्यो क्षण शङ्कराचार्यलाई गहिरो बोध भयो। ज्ञान राख्नु, शास्त्रार्थमा जित्नु मात्र पर्याप्त हुँदो रहेनछ। अद्वैतलाई त दैनिक जीवनमा पनि उतार्नु पर्दो रहेछ। आफू जस्तो मान्छेमा पनि अहङ्कार बाँकी रहेछ। अनि उहाँले महसुस गर्नुभयो, जब यति धेरै ज्ञान प्राप्त गरिसक्दा पनि अद्वैतको पूर्ण बोध कठिन छ भने एउटा सामान्य मानिसले यस्तो उच्च दर्शन कसरी आत्मसात गर्न सक्ला? त्यसैले उहाँले त्यति बेला नै बुझ्नुभयो, अद्वैतको बाटो द्वैतबाटै सुरु हुन्छ। त्यो बुझाइको प्रतीकका रूपमा उहाँले भारतका 4 कुनामा 4 धाम स्थापना गर्नुभयो, जहाँ शिव र विष्णु दुवैको आराधना हुन्थ्यो र द्वैत र अद्वैतको मिलनको प्रतीकको रूपमा पनि 4 धामलाई लिइन्छ। मेरो विचारमा पनि जीवनका प्रारम्भिक चरणहरू जस्तै विद्यार्थी जीवन र गृहस्थ जीवनमा जहाँ अनुशासन, कर्तव्यनिष्ठता, नैतिकता र धर्म अत्यन्त आवश्यक हुन्छ, त्यहाँ द्वैत दर्शन अपनाउनु उपयुक्त हुन्छ। यस चरणमा धर्म अधर्म, पाप पुण्य, राम्रो नराम्रो, सत्य असत्यको बोध अत्यावश्यक हुन्छ। द्वैत दर्शनले चरित्र निर्माण गर्छ, तर त्यसै सँगै त्यसै चरणमा अद्वैतको ज्ञान पनि ग्रहण गर्न जरुरी हुन्छ, ताकि त्यसपछि आउने चरणहरू जस्तै वानप्रस्थ र सन्यास आश्रममा क्रमशः अद्वैततर्फ सहज ट्रान्जिसन गर्न सकियोस्। जीवनको उत्तरार्धमा जब मानिसहरू बाह्य जिम्मेवारीहरू घटाएर आत्मबोधतर्फ मोडिन्छन्, तब उसले महसुस गर्छ, परमात्मा त मैले पूजा गरिरहेको मूर्ति वा बाहिरी संसारमा होइन, बरु आफ्नै अन्तरमा रहेछ भन्ने कुराको बोध हुन्छ। तपाईँ आफ्नो जीवनको जुनसुकै चरणमा हुनुहोस्, यो कुरा सम्झनुहोस् कि द्वैत र अद्वैत एक अर्काका विरोधी होइनन्। यी दुई विरोधी मार्ग होइनन्, बरु एउटै गन्तव्यमा पुग्ने 2 रूपहरू हुन्। भक्ति र समर्पणबाट यात्रा सुरु हुन्छ र आत्मबोधमा गएर यात्रा पूर्ण हुन्छ। यही द्वैत र अद्वैत मिलेर नै सनातन धर्मको फुल सर्कल पुरा हुन्छ। यहाँसम्म सुनेर साथ दिनुभएकोमा हजुरहरू सबैजनालाई धेरै धेरै धन्यवाद। अब अर्को एपिसोडमा नयाँ कुरा ल्याएर आउने बाचा गर्दै हजुरहरू सामु म बिदा हुन चाहन्छु। नमस्ते।